आजको हाम्रो विषय रहेको छ प्रोसेस अफ सर्भिस पोजिसनिङ। यो चाहिँ आधारभूत सेवा बजार शास्त्रको च्याप्टर 2मा दुईवटा विषय रहेको छ, सेगमेन्टेसन र पोजिसनिङ। सेगमेन्टेसनको बारेमा हिजो हामीले भन्यौँ र पोजिसनिङ भनेको पनि के हो भनेर हिजो हामीले बुझ्यौँ। अब पोजिसनिङमा चाहिँ दुईवटा क्वेसन इम्पोर्टेन्ट हुन्छ, एउटा सर्टबाट हिजोको वाला भयो भने लङ क्वेसन, एउटा भनेको प्रोसेस अफ सर्भिस पोजिसनिङ अनि अर्को भनेको चाहिँ टाइप्स अफ सर्भिस पोजिसनिङ। यति दुईवटा क्वेसन भयो भने हामीहरूलाई पुग्छ। अब वाट डु यु मिन बाई यो सर्भिस पोजिसनिङ भनेर हामीलाई क्वेसन सोध्यो भने त हिजै भनेको कुरा हो। जस्तै अब यहाँ चाहिँ उपभोक्ताको दिमागमा कम्पनीको छवि सेवाप्रति एउटा अर्थपूर्ण स्थान ओगट्ने कार्यलाई चाहिँ पोजिसनिङ भनिन्छ, सर्भिस पोजिसनिङ। अब यो त कुनै सेवा प्रदान गरेको सेवा एकदम धेरै राम्रो छ भनेर पछि पनि उपभोक्ताले त्यो सेवा लिन चाहन्छ भने चाहिँ त्यसलाई पोजिसनिङ भनिन्छ, स्थितीकरण भनिन्छ। अब प्रोसेस अफ सर्भिस पोजिसनिङ, अब उपभोक्ताको दिमागमा चाहिँ कसरी स्थितीकरण ल्याउने चाहिँ यो भनेको चरण छ। कसरी ल्याउने भन्ने प्रक्रियालाई नै चरण भनिन्छ। पहिलो चरण र दोस्रो चरण दुईवटा तरिकाबाट चाहिँ पहिलो यो चरण अपनाइन्छ, त्यसपछि दोस्रो यो चरण गरेर चाहिँ उपभोक्ताको दिमागमा चाहिँ स्थितीकरण ल्याइन्छ। पहिलो चरणमा विभेदीकरणको तत्त्वहरूको पहिचान रहेको छ। अब यो अन्तर्गत चाहिँ के पर्दछ भने यो स्थितीकरणको पहिलो आधार नै अरूभन्दा भिन्न हुनु हो। भिन्न भएपछि न हाम्रो दिमागमा ल यो प्रोडक्ट चाहिँ राम्रो रहेछ, यो सर्भिस राम्रो रहेछ भनेर बस्छ। भिन्न हुनुको मतलब आफ्नो सेवा अरूको भन्दा राम्रो, उपयोगी, समय सापेक्ष बनाउनु हो। उपभोक्ताले हाम्रो सेवामा भिन्नता अनुभव गर्न सकोस्। सेवा अदृश्य भएको हुनाले गर्दाखेरि चाहिँ दृश्य वस्तुको प्रयोग गरेर वस्तुको भिन्नता दर्शाउन सक्नुपर्छ। सेवाको भिन्नता चाहिँ निम्नलिखित विषयमा ल्याउन सकिन्छ। यो भनेको अरूभन्दा सेवाको फरक बनाउनु कुरा चाहिँ बनाएपछि पोजिसनिङ हासिल गर्न सकिन्छ, स्थितीकरण हासिल गर्न सकिन्छ। अब के कुरामा सेवा भिन्नतामा निम्नलिखित विषयमा चाहिँ विषयमा ल्याउन सकिन्छ, यो कुराहरूमा चाहिँ सेवा भिन्नता ल्याउन सकिन्छ। एउटा भनेको भित्री सेवामा भिन्नता, अर्को भनेको प्रक्रियामा भिन्नता, सेवा प्रदान गर्ने प्रक्रियामा भिन्नता। अब कसैले चाहिँ कार्यालयमै अब जस्तै टिभी, हामीले टिभी कुनै ग्राहकलाई टिभी दिनुपर्ने छ, टिभी बेच्नुपर्ने छ, अनलाइनबाटै हामीले टिभी घरमा डेलिभरी गऱ्यौँ, यो भनेको अरूको भन्दा फरक भयो। पसलमा लिन, सोरुममा लिन आउनु परेन यसरी। अर्को भनेको थप सहयोग सेवा उपलब्ध गराएर, अब जस्तै मोबाइल किन्दाखेरि चार्जर फ्री, यो टाइपको। अब सेवा पनि त्यस्तै। अब त्यस पछाडि गएर मूल्यमा भिन्नता, अरूको भन्दा केही मूल्य कम राख्ने। अब जस्तै 100 रुपियाँको प्रडक्टलाई हामी 99 भनेर राख्यौँ भने त्यसमा पनि सुन्नमा कति फरक पर्छ, 99 र 100 अरे भनेर हो। 99 यसरी चाहिँ अरूभन्दा भिन्न बनाउने। त्यसो गरेपछि चाहिँ यो प्रडक्ट राम्रो छ भनेर चाहिँ उपभोक्ताको दिमागमा बसिरहन्छ। अर्को भनेको सेवा कर्मचारीको दक्षतामा भिन्नता। अब कर्मचारीहरूमा पोलाइटनेस अनि कर्मचारीहरूको ज्ञानले गर्दाखेरि पनि सेवामा चाहिँ फरक पर्छ। सेवाको पहिलो चरणमा, सेवा पोजिसनिङको पहिलो चरणमा चाहिँ यति कुराहरू पर्दछ। अब दोस्रो चरणमा चाहिँ के गर्छ भने विभेदीकरणको तत्त्वहरूको छनौट। यो माथिको हामीले विभेदीकरणको तत्त्वहरूको पहिचान गर्ने। अर्को चरणमा चाहिँ के गर्ने, छनौट गर्ने। अब कुन कुरा चाहिँ हामीले अप्लाई गर्नुपर्छ भन्ने कुरा होइन। यो माथि उल्लेख गरेका सबै विषयमा एकैचोटि विभेदीकरण सम्भव हुँदैन। तत्त्व यस्तो छान्नु पर्दछ जसले उपभोक्तालाई आकर्षण गरोस्, उसको फाइदासँग सम्बन्धित होस् र ऊ सेवामा संलग्न होस्। विभेदीकरणका तत्त्व छान्दा चाहिँ निम्नलिखित कुराहरूमा चाहिँ ध्यान दिनुपर्छ। अब एउटा भनेको चाहिँ के, कम्पनीको नाम, काम, कार्यक्षेत्र, पूर्व अनुभव आदिसँग मेल खाने हुनुपर्छ। अनि अर्को भनेको चाहिँ विभेदीकरणको तत्त्व प्रतिस्पर्धाको कमजोर विषय हुनुपर्दछ, अरूको कमजोर पक्षलाई प्रतिस्पर्धाको विषय बनाउने। यो भनेको चाहिँ अब जस्तै अरूको बलियो आधारभन्दा अरूको कमजोरीलाई चाहिँ हामीले पहिचान गरेर अरूको, अब जस्तै हामीसँग कम्पिटिसन गर्ने, अर्को सेवा दिने। अब भायोनेट र यो क्लासिक टेकको चाहिँ दुईवटा नेट प्रदान गर्छ, दुईवटैले इन्टरनेट। अब भायोनेटको कमजोरी के छ भनेर क्लासिक टेकले चाहिँ पत्ता लगाएर त्यो आफ्नो पक्षमा सुधार गर्यो भने स्थितीकरण हासिल गर्न सकिन्छ। त्यो भनेको हो यो भनेको। अर्को भनेको चाहिँ अनुमानित खर्चको लागत निकाल्ने। पहिला नै के खर्च हुन्छ भनेर लागत निकाल्ने। खर्च चाहिँ व्यवसायले धान्न सक्ने हुनुपर्छ, गरिएको खर्च पनि उठ्नुपर्छ। अनि त्यस पछाडि गएर यही कुराहरू हुन्छ। विभेदीकरणको तत्त्वहरू अरूले सजिलै नक्कल गर्न नसक्ने हुनुपर्छ। अरूले नक्कल गर्न सक्यो भने के हुन्छ,
उनीहरूले पनि त्यस्तो सेवा सञ्चालन गर्छन्। त्यही भएर सेवा अदृश्य हुने र यो भनेको चाहिँ अदृश्य हुने र अनुभवजन्य भएका हुनाले सबैलाई जानकारी गराउने, प्रचार प्रसार गराउने, उपभोक्तासँग सरोकार राख्ने विषयलाई चाहिँ ध्यानमा राख्ने गर्नुपर्छ। अब तेस्रो चरण यो भनेको चाहिँ स्थितीकरण तत्त्वको सञ्चार गर्ने। अब यहाँनिर स्थितीकरण चाहिँ हाम्रो प्रडक्ट, हाम्रो सेवा चाहिँ अरूभन्दा के भिन्न छ भन्ने कुराको चाहिँ सञ्चार गर्ने। आजकलको जमानामा यो MIS को प्रविधि जमानामा चाहिँ एकदम धेरै सञ्चारको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ, जसले सरकार लडाउनेदेखि लिएर हरेक अहिलेको नेपालको कन्टेक्स्टमा पनि धेरै कामहरू गरिरहेको छ। जस्तै अब सञ्चार, अब आफ्नो चाहिँ आफ्नो अरूभन्दा के कुराले भिन्न छ भनेर चाहिँ सञ्चार गर्ने, सबैलाई आफ्नो कम्पनीको भित्री बाहिरी सबै पक्षलाई जानकारी गराउने। अनि विशेष स्वभावको कारणले गर्दा सञ्चारको महत्त्व बढेको रहेको छ होइन। यो तेस्रो चरणमा हामीले मिलाएर लेख्ने। चौथो चरण भनेको स्वर मिलाउने। स्वर मिलाउने भनेको चाहिँ आफ्नो यो समय सापेक्ष बनाउने क्या, सेवालाई समय सापेक्ष बनाउने, नतिजामुखी बनाउने, कमी कमजोरीहरूलाई चाहिँ लगातार सुधार गर्दै लैजाने। यसलाई यति पर्छ चरणभित्र, पहिलो, दोस्रो, तेस्रो, चौथो चरणसम्म हुन्छ। पहिलो चरणमा के पर्छ भने यो भनेको विभेदीकरण तत्त्वहरूको पहिचान गर्ने, अघि भने। दोस्रो चरण भनेको विभेदीकरणको तत्त्वहरूको छनौट गर्ने। तेस्रो भनेको स्थितीकरण तत्त्वको सञ्चार गर्ने। चौथो भनेको स्वर मिलाउने। अब यसरी बुझे हुन्छ कि पहिलो चाहिँ अरूभन्दा के भिन्न छ, हाम्रो प्रडक्ट के भिन्न छ भनेर त्यसको जाँच गर्ने, पहिचान गर्ने। दोस्रो भनेको चाहिँ कुन भिन्न तत्त्वहरू लिएर चाहिँ हामी अगाडि गर्नुपर्छ भनेर त्यसको छनौट गर्ने। चौथो भनेको चाहिँ त्यो हामीसँग भएको भिन्न तत्त्वको चाहिँ प्रचार प्रसार गर्ने। पाँचौँ भनेको चाहिँ कमी कमजोरी सुधार गर्ने। चौथो भनेको चाहिँ कमी कमजोरी सुधार गर्ने। यति हो जम्मा। अब भनेको प्रकार, अब यो भनेको चाहिँ स्थितीकरणको प्रकारहरू भयो। यो भनेको टाइप्स अफ पोजिसनिङ। अनि सेवा, एउटा सेवा संस्थाले उपभोक्तालाई चाहिँ दिमागमा विशेष छवि निर्माण र छाप बनाउनका लागि विभिन्न रणनीति अपनाउने गर्छ। यसरी दिमागमा चाहिँ विभिन्न विषयको आधारमा स्थितीकरण निर्माण गर्नुपर्छ। अब कुन कुन प्रकारले चाहिँ स्थितीकरण गर्ने, एउटा मूल्यको आधारमा अरूभन्दा कम मूल्य गर्ने। जस्तै सेवाको विविधीकरणको सबैभन्दा बलियो आधार भनेको चाहिँ मूल्य हो। सेवा अदृश्य हुने भएकाले ग्राहकहरूले सेवाको भिन्नता मूल्यको आधारमा गर्दछन्। अनि त्यस पछाडि गएर अर्को भनेको सेवाको आधारमा स्थितीकरण। अब यो भनेको चाहिँ सेवा अदृश्य हुने भएकाले गर्दा चाहिँ आफ्नै विशिष्टता रहेको हुन्छ होइन। यसमा चाहिँ सेवाको आफ्नै विशिष्टता रहेको हुन्छ, जस्तै विश्वसनीयता। अनि अर्को ध्यान दिने, अर्को भनेको चाहिँ दृश्य, सहानुभूति प्रदान गर्ने, आफ्नो